हाई गाइज आजको हाम्रो यो भ्लग चाहिँ डाइसन हाउ टु युज डाइसन अब किनेर मात्रै त भएन बर्थडे गिफ्ट आएर चलाउनु त पर्यो त्यही भएर अब चाहिँ सिक्दैछौँ है पहिला चाहिँ ड्राई गर्नु पर्यो किनभने म भर्खर कपाल नको लट्टासट्टा फराएँ होइन के भन्छ अरे जय पनि आउनुभयो आउनु जाइ आउनुहुन्न बिस्तारोमा बस्दा ढाड दुखो कि त्यही भएर म यहीँ बसेँ होइन यो चाहिँ हेयर ड्राई गर्नलाई मैले भिडियो हेरेको थिएँ भिडियोमा चाहिँ 75-80% चाहिँ कपाल सुकाउनु पर्छ भन्दै थियो हैन हाउ टु युज के हाउ डु यु फिल हैन ड्रायर त म हेयर ड्रायर त मसित अर्को पनि छ नि त यो मैले भन्छु है कि यस्तो एमा चाहिँ के रहेछ कोल्ड यहाँ नजिक छ देख्यो यहाँले न यहाँ यो चाहिँ फ्यान हो हैन हिटमा पनि गर्न मिल्छ कोल्डमा पनि गर्न मिल्छ मैले चाहिँ कोल्डै गर्छु हैन अनि त्यसपछि यो चाहिँ कतिको फास्ट गर्ने कतिको स्लो गर्ने भनेर हैन मैले चाहिँ कोल्डमै गर्छु किन भन्दा चाहिँ कपाल फेरि किन बिगार्ने हो हैन तैँले मभन्दा पहिले नुहाइसकिस् नि त तेरो कपाल सुकिसक्यो यो चाहिँ 60 to 70% कपाल सुक्नुपर्छ भनेको थिएँ जरामा त भइसक्यो तर अलिअलि तल चाहिँ छ त मसित स्प्रे गर्न पर्यो नि बुढा छन् र त म यहाँ अहिले डाइसन उडाउन पाछु भयो यो चाहिँ मेरो कपाल अलि नजिकबाट देखा यो चाहिँ मेरो कपाल के भन्छ अरे सुकिसक्यो आई मिन कम्प्लिटली सुक्यो हैन तर 70-80% भन्थ्यो हेयर फल कसको हुन्छ मेरो चाहिँ यो चाहिँ अहिले नेपाल गएको बेलामा बनाएको बाला देखायो भन्लन फेरि अन्त छ त देखाउनै पर्यो हैन ठिकै छ जो सब मैले रात खन्काएर राख्दैछु मेरो डायमन्ड 2 वर्ष भयो अरे मेमोरीमा आथे भए हुन्छ अस्ति यनी गिफ्ट हो नि बर्थडे गिफ्ट लास्ट इयर को बर्थडे गिफ्ट हो गया हैन हैन लास्ट इयर बर्थडे मेरो एक्जामको तयारी गर्दै थिएँ मैले त्यही भएर लास्ट इयर हामीले केही सेलिब्रेट गरेको हैन 2024 को बर्थडे ए सरी यो बिर्सेको यो चाहिँ मेरो यो चाहिँ मैले सफोराबाट हैन उबाट किनेको कस्तो बिर्सिए नाम एनिवेस मेरियनमा काम गर्दा नै मेका नै के नयाँ खुलेको थियो नि मैले कोरियन स्किन केयर किन्छु नि मसित फोनमा एप छ के त्यसको बिर्सिए एनिवेस मेरियनमा लास्ट इयर खुलेको थियो त्यहाँबाट चाहिँ म नेपाल जानुभन्दा पहिला किनेको थिएँ किनभने नेपाल जाँदा बिहेमा चाहिँ केमिकलहरू बढी युज हुन्छ नि त हेयरमा अनि त्यही भएको भएर चाहिँ त्यहाँको मान्छेले चाहिँ यो मिरेकल स्प्रे हेयर ट्रिटमेन्ट एकदम राम्रो हुन्छ भनेर किनेको $45 यतिलाई मात्रै यो चाहिँ युज गर्छौँ गर्दा यहाँ चाहिँ पुरै डब्बाको सेट छ यहाँ त पुरै डब्बाको सेट छ अब यो ड्रायरको काम छैन हैन अब ड्रायर निकाल्दिएँ मैले अब हल्का कपाल कोरम हैन यो कमले चाहिँ मलाई चाहिँ यसले चाहिँ स्ट्रेट हुन्छ के पुरै यो चाहिँ स्ट्रेट गर्नको लागि हो तर मैले चाहिँ स्ट्रेट मेरो कपाल अलरेडी न्यानो गरेको भएर स्ट्रेट नै छ हैन तर मैले चाहिँ के सोचेको भन्दा कर्ली गर्छु भनेको किन मलाई काममा पनि जिस्काइ गरे हैन खै तेरो कर्ली कपालै हेर्न पाइएन भने नि त अनि त्यही पनि म 2 हप्ता काममा गर्थेन सन्चो नभएर अब भोलिबाट म काममा जाँदैछु आवाज आएन म चाहिँ ब्याक टु शर्ट हेयर अगेन अनि आफैलाई यस्तो राम्रो देखे जस्तो फिल भयो मैले मेरो गर्छु मेरो कपालै झरेर हैरान जाडो हुन्छ के जानिस् किनी घाम लाग्यो आज त
बेसी चाँडै हुँदैन म पनि त स्किनी हो नि म पनि त दुब्ला हो के र अहिले लुक एट द मसल्स अब कर्ली गरौँ है मैले कर्ली गरेँ होइन यो डाइसनबाट चाहिँ गरेँ होइन तर मलाई थाहा छैन कस्तो ब्याकग्राउन्डमा चाहिँ बुढा र बुढीको हस्बेन्ड वाइफ फोटोज कहाँ हिजोको यो पर्थ यो पर्थको मन्दिरमा जाँदा पर्खेँ है मैले यस्तो हल्का अगाडि यस्तो गर्छ अस्ट्रेलियाको टेम्पल भिजिट गर्दाखेरिको शुभेच्छा बहिनीसँग जाँदाखेरिको यो पनि अस्ति मेमोरिजमा आएको थियो मैले अगाडिको चाहिँ गर्दिनँ कि कर्ली किन भन्दा थाहा छैन एक दिन अब होम रुम टुर गर्न पर्ला जस्तो हाउस टुर हाउस टुर हाम्रो गर्ने होइन किन भन्दा फेरि चोर आउँछ प्राइभेसी म्याटर चोर आउँछ हुन त हाम्रो घरमा क्यामेरा चोर आए पनि हामीलाई केही फरक त पर्दैन क्यामेराले रेकर्ड गरिहाल्छ होइन यो अगाडिको चाहिँ मैले गर्दिनँ भन्ने सोचेको क्या हुन्छ केही फेरि बाङ्गे टेङ्गे भयो यसको त डाइसनको त कर्ली बस्छ नि त अनि फेरि भोलि काममा जाँदा म लोल भयो भने त बेइज्जत हुन्छ मेरो बाल चाहिँ मैले कल गर्नुपर्छ पातुलोबाट गएर मैले टिकटकमा पनि हेरेको थिएँ भिडियो उनीहरूले चाहिँ एकदम स्मलर सेक्सन चाहिँ कल गर्नुपर्छ त धेरै गऱ्यो भने हुन्न भन्थ्यो के अरे यसलाई चाहिँ लास्टमा गरौँला भने त गरेको कपाल पनि छँदै छैन कता च्यापिन्यो त्यही पनि ठिकै छ केही भएन अलि लुज भयो क्या कपडा अब रुख है थोरै गरौँ है सेक्न पनि हुन्छ हुँदैछ नानी टेन्सन क्रिएट गरौ भने थिएँ भयो होइन तर जानिन्न मेसो पाइन हेल्प त चाहिन्छ क्या कोसिस गरौँ न भेनाजुलाई मार्नुहुन्छ अहिले त्यो तिनीहरू बिजी छन् केटाहरूको काम भयो होइन कर्ली त भयो नानी भयो तर मैले जानिनँ हुन त फेरि पछाडि गरेको भएर होला माइतमा देख्नुपर्छ नि बङ्गाहरू बाल्दै हुनुहुन्छ फेरि हजुरबाको यस्तो भाषा बोल्यो भने मम्मीले आज बाली गर्नुभयो हुनुहुन्थ्यो हामीलाई तिमीहरूले भ्लग बनाउँदाखेरि तिमीहरू किन भन्छौ या अलिकति सभ्य भाषा भएन भनेर त्यही भएर अब आजबाट त भन्दिनँ मैले भोलिबाट चाहिँ हजुर नमस्ते आइसे गइसे भन्ने सिक्नु पर्ला भन्ने सोचिरहेको छु अलि राम्रो सुनिन्छ अरे मम्मीले गाली गर्दै हुनुहुन्थ्यो हामीले त रमाइलोको लागि बनाएको नि त हाम्रो लागि बनाएको कसैको लागि बनाएको होइन नि त भ्लग बस्छ तर यो ऊ भयो क्या अन्त के भयो बसे होइन र अघि होइन मैले जानिनँ क्या मेरो कपाल चिसै भएर पनि हो कि अझै मेरोमा ट्राई गर्ने हुन्छ तँ गरे पनि भयो guys we'll try on my short hair यसले त यस्तो तालले त मलाई त 3 महिना नि लाग्छ है सिक्ने यसो गर्दा ल खै कसरी हो मैले फेरि अरूको जान्नु पर्यो नि किन आएको त त्यत्रो महँगो गिफ्ट मलाई किनिदिनु छैन ए भयो एकैचोटिमा त कहाँ हुन्छ त नि यो त जान्न पनि त मेरो बाल यस्तो गर्न यसो गर त हामी सिक्ने क्या अब हाम्रो यहाँ के काम छ र शावर लिएको हो त अलि छिटो तेरो कपाल सुकिसक्यो क्या हुन्छ अनि बिग्रिन्न के यसको डाइसनको कामै यत्रो महँगो किन हो र यो 2-3 दिनसम्म कल बस्छु भन्यो त्यत्रो पैसा तिरेको नि तेरो डाइसन भन्दा त मेरै क्यामेरा महँगो महँगो भइहाल्छ नि तिमी Do you know कसरी रुक मेरै गर्छु You wasted my money. You don't even know how to use Dyson. हैन के आउँछ तैले त्यस्तो नभन्नु ल यो 10 minutes भइसक्यो अब बन्द गरिदिन्छु एकैछिन यस्तो गर्न बन्द गर हैन अनि कोसिस गरौँ के रे अनि फाइनल रिजल्ट राखौँला
धेरै लामो होला जस्तो लाग्यो She भ्लग don't know how to use Dyson, so she will watch some YouTube tutorials and कपाल then यति स्ट्रेट छ be back again with final result. हुन्छ कि हुन्न भनेर Yay! Bye. अब यसरी गरौँ We are back again. This is the mirror. Not bad. Not good. Let's see some time. सिक्दैछु And she looks nice. Money. केही वेस्टेड भएन यहाँ नजानेर पो हो र हुँदैछ नि त यी सिक्दै हुँ बल्ल हुँदैछ त यस्तो मान्छेले सेक्सन गरेर गर्छन् अब आफ्नो चाहिँ सेक्सन गर्ने यस्तो हो कि सेक्सन गर्छन् अनुसार गर्नलाई मैले आज बल्ल त डे 1 हो नि त मेरो यो चलाउन लगाएको त्यही भएर मैले चाहिँ के गरेँ भन्दाखेरि यत्तिकै छोडिदिएँ होइन अनि यसले आफैले कपाल तानेर नि आफैले गरेको के मलाई थाहै छैन कता कताको के भयो यी हेर्न यस्तो होइन नि त गर्ने मैले त भद्राङ गरेको नि त यी मलाई थाहै छैन बल्ल न्यानो गरेर कपाल नर्मल्ली राम्रो हेर्न लायकको भयो थियो यो डाइसनको चक्करमा कपाल सपाल Yep, it's good. राम्रो देखियो होइन र Yep. अब हल्का माथिबाट यसो हल्का तेल लगाऊ उ गर्छु है Oil. अया बा ढाड पनि दुखो सिरम लगाउँछु कि अस्मिताको मेकअप भ्यानिटी भ्यान. आधा त यहाँ छ त्यो उ गरौँ न अर्को एउटा अहिले यसैमा हुन्छ लिपस्टिक कलेक्सन गरौँ Okay, lipstick collection, and then we have like few perfume collection. पर्फ्युम वाट एभर फाउन्डेसनहरू सबै यतिकै हल्का गरेर टाइम पास गरौँ न होइन Yeah, ल we वाट can डु do यु से that. I have a lot of work to do, but yeah. होइन काम त छ मलाई नि गर्नु ओ वा Quickly, मेरो म yeah. भन्छु Okay. कस्तो देखियो ल भन् त Yep. राम्रो देखियो होइन र Yeah, it's good. भोलि रहन्छ Her room is really messy all the time. किन भन्दा सब ऊ मैले झोला प्याक गर्दै थिएँ नि त त्यही भएर Where are you going? ल अब मेरो बर्थडे दिदीको बर्थडेमा भनेपछि त त्यही हिसाबले गर्नु पऱ्यो नि ल पर्फ्युमबाट सुरु गर्ने आधा पर्फ्युम त उत्तिर कोठामा हो नि त अर्को पर्फ्युम Oh no. Okay, म ल्याउँछु. Half of the perfume मेरो रुममा छ, यसको रुममा चाहिँ half. यो छैन यो जिमिचुको छ सानोवाला यो YSL चाहिँ एक दिन भिनाजुले सरप्राइजली मलाई थाहा नदेखिन दिनुभएको अब म युज गरी यति भइसकेँ होइन सफोराबाट किनिदिनु भएको अनि यो चाहिँ टेड बार्कर लन्डन यो चाहिँ यस्तो मिठो पर्छ तर अलिक टु स्ट्रङ छ यो YSL र यो चाहिँ पहिला मलाई मन पर्थ्यो आजभोलि मेरो टाउको दुख्न लाग्यो अनि यो चाहिँ डेजी जेकब भाउजूले अनुसारलाई दिनुभएको एकदमै राम्रो छ एकदम कम्प्लिमेन्ट गर्छन् मलाई चाहिँ फेमिनिन स्मेल छ स्मिता भन्छन् मलाई जे होस् थ्याङ्क यू भेरी मच सक्न आँटेछ कुन यो त भिनाजुको भर्साचे डाइलन ब्लू यो चाहिँ भिनाजुको हो अनि यो चाहिँ मेन YSL अब वाइफलाई भिनाजुले मलाई YSL यतिकै नर्मल्ली मैले कार्टमा राखेको थिएँ नि त अनि भिनाजुले दिइसकेपछि अनि मैले नि मनिषलाई प्राइस लाइनमा काम गर्न लाइबाट चाहिँ यो ल्याइदिएछु यो ल्याइदिएको मनिषले यो चाहिँ हिँड्दाखेरि उ गर्नुहुन्छ यो सानो साइजमा ल्याएको किन भन्दा मनिषलाई ट्राभल गर्दाखेरि पकेटमा चाहिँ सानै राख्न सजिलो हुन्छ नि त मेरो रुममा छ रेस्ट अफ द परफ्युम मसँग याद भएको चाहिँ एउटा मसँग गेसको छ बर्बरीको मैले अस्ति ल्याइदिएको छ अनि मैले राउजु रुक्न कस्तो थियो त खोले पनि छैन जबसम्म अहिले केटाहरूले काम गर्न मैले ल्याइसकेँ खै यसो गर्नु त चाहिँ यहाँ हाम्रो पर्फ्युमको ऊ हुँदैछ कहाँ गयो अस्तिको पर्फ्युम ए सरी ब्लग बनाऊँ कि हल्ला नगर है यो त खोलेको पनि छैन छ तर केटाहरूले मिस गरेछन् कि तेरो रुममा सेभियर मेन पनि रहेछ मैले तर ल्याइनँ यो चाहिँ मैले अस्ति भ्यालेन्टिनोको चाहिँ मैले ज्वाइँलाई किनिदिएको ज्वाइँलाई मैले ल्याइदिएको यो चाहिँ मैले यस्तो मिठो बस्छ नि खतरा बस्छ ज्वाइँले त ढक्कन पनि खोल्नु भयो रहेन चाहिँ जस केही भएन ठिकै छ त्यो मिठो बसाउने रहेछ यो भनेको अलि महँगो अलिकति पैसावाला यो त्यो $5 $10 पाइने वाला पर्फ्युम त टोइलेटमा पनि छ त्यही नै छ त्यो के उ गर्ने होइन लिपस्टिक कलेक्सन गर्ने लिपस्टिक
तर लिपस्टिक त धेरै छ मसित, अन्दाजी गर्दाखेरि मसित कम्तीमा पनि 25वटा भन्दा धेरै छ लिपस्टिक। यो चाहिँ मेबेलिनको 35 चिकी, यो चाहिँ मेबेलिनको 10 लिपी, त्यस पछाडि यो चाहिँ लोरियलको हाइलुरोनिक टिन्ट अहिले एकदम जे होस् मार्केटमा चलेको, त्यही भएर यो छ। अनि अब अर्को लिपस्टिक चाहिँ एउटा दुईटा, म यस्तो गरौँ न, म लिपस्टिक यतिकै गनेर यहाँ राख्छु, कतिवटा रहेछ मलाई पनि थाहा हुनु पऱ्यो, म किन्न कम गर्छु कि भनेर। यो चाहिँ मैले यतिकै यो एभ्री डे, यो त यतिकै एभ्री डे। लिप लाइनरहरू पनि छ, लिप लाइनरको पनि गरौँ न होइन, भइसकेपछि अब। ओ माई गड, मेरो औलामै अटेन, खस्यो, सरी, अट्दैन नि अन्त। यो मैले यतिकै यहाँ राख्छु है, यो त मेरो यतिकैको बाहिरको एभ्री डेको लागि हो। अझै यहाँ त मैले गरेकै छैन, रोक है, यहाँ छ। ए यो त पुरै प्लास्टिकमै छ, कसले पनि छैन, यो अस्ति नयाँ गरेको मैले अहिले। यहाँ पनि छै, हजुर यो पनि खोलेको छैन, यो चाहिँ खोलेको हो, यो नखोलेको चाहिँ म यसरी राख्छु है। त्यो वाला उस देखा न, मैले घाटीमा लाउने कि यो अहिले मैले स्टोरी भन्छु, अहिले भनौँला त्यो चाहिँ। अब यो चाहिँ मेरो एभ्री डे काममा जाँदाखेरि चाहिँ मैले स्विच गरेर लगाउने होइन, लिप लाइनरबाट स्टार्ट गर्छु। यो चाहिँ डिबीको खुइलिसक्यो होइन, यो यत्रो भइसक्यो मैले लगाउँदा एउटा लिप लाइनर। अनि यो पनि डिबीकै हो, यो चाहिँ हल्का पिङ्कमा ग्लिटरवाला छ। अनि यो चाहिँ काइन्ड कलेक्टिभ लिप लाइनर, मलाई यो थाहा छैन, मैले यतिकै ऱ्यान्डमली। मसँग मेबेलिनको सुपर स्टिकवाला लिपस्टिक कम्तीमा पनि 20वटा होला। मैले भ्लग नबनाउने या मैले त्यसो टिकटकमा नराख्ने गरेको भएर, नत्र भने मसँग यो भिडियोमा थाहा हुन्छ मसँग कति लिपस्टिक छ र मलाई लिपस्टिक कति मन पर्छ भन्ने कुरा। यो चाहिँ मेकाम्याक्सको फ्यान्सी, यो पनि मेकाम्याक्सको पाउट पेन्सिल लेभिस गन है त अहिले। अनि यो चाहिँ ओ माई प्लम भन्ने रहेछ, यो चाहिँ सायद मैले प्राइस लाइनैबाट किनेको हुनसक्छ। अनि यो चाहिँ नामै गइसकेछ, पिङ्क बेज भन्ने, सायद यो पनि डिबी ब्रान्डकै। डिबी ब्रान्ड मलाई साह्रै मनपर्छ, म युनाइटेडमा काम गर्दाखेरि चाहिँ हामीले त्यो राख्थ्यौँ, त्यही भएर। अनि यो पनि ओ माई प्लम भन्ने, यो प्राइस लाइनकै हो। यो चाहिँ म प्राइस लाइन स्टार्ट गरेबाट। यो चाहिँ सफोराको 8 आवर कलरफुल लिप लाइनर, सेड चाहिँ रोजवुड मोड। भनेपछि मसँग लिप लाइनर चाहिँ 1 2 3 4 5 6 7 8 9वटा है। यो चाहिँ 9वटा लिप लाइनर रहेछ, मलाई थाहा थिएन। यो चाहिँ मैले यत्तिकै सरी यहाँ राखिदिएँ होइन। अनि अब म जान्छु लिपस्टिक्स, यो नखोलेकोवाला चाहिँ मैले गर्दिनँ, यो चाहिँ खोलेकोमा चाहिँ अब यो दुइटा त मैले भर्खर देखाइसकेँ, मेबेलिन होइन 1 2। अनि लोरियलको यो चाहिँ मैले अहिले लगाएको, एक कोट मात्र लगाएको, नेचुरल देखिन्छ, यो पनि हो। मेरो ब्यागमा पनि छ, सरी एउटा लिप लाइनर लिपस्टिक बिर्सेको थियो। अनि यो चाहिँ लोरियलकै 105 ब्रेकफास्ट इन बेड म्याट, यो पनि लिप लाइनर। ब्रेकफास्ट इन बेड भन्ने रहेछ, मलाई थाहा थिएन, म ऱ्यान्डमली यतिकै किनेको होइन, सकिन आँट्यो। यसको बास्ना पनि राम्रो आउँछ होइन, यो भइहाल्यो। अनि यो चाहिँ यो पनि मेबेलिनकै तर 601 इन्टेन्स भल्युम मेट। यो जहाँसम्म मलाई लाग्छ यो लोरियल प्यारिसको, यो चाहिँ एकचोटि पवित्र भाउजू र म चाहिँ के अरे त्यो अनुसार सपिङ सेन्टर हार्बर टाउन जाँदाखेरि त्यो फाउन्डेसन वाला लिपस्टिकसँगै किन्दाखेरि किनेको हो झै लाग्छ, तर मलाई याद भएन है झ्याप्प कहिले किनेको। अनि यो चाहिँ नेपाल जाँदाखेरि किनेको, एकदमै ट्रु म्याट भन्ने, एकदम कस्तो टु बोल्ड रेड छ क्या यो चाहिँ होइन, ब्राउन जस्तो पनि छ। यो चाहिँ मलाई खासै लगाउन, तर एकदम राम्रो छ, यो नेपालबाट ल्याएको। अनि यो चाहिँ लोरियलको इन्टरनली एक्सपोज 803, यो चाहिँ लिपस्टिक विथ लिप बाम लगाउनलाई। यो मैले एकचोटि किनेँ, मलाई एक लट लगाएको मलाई मन परेन, त्यस पछाडि चाहिँ मैले यो लगाएको पनि छैन। अनि यो चाहिँ लिप इङ्क, यो चाहिँ लिप लाइनरमा लगाउने, अनि ड्राई भइसकेपछि निकाल्ने, अनि त्यस पछाडि भ्यासलिनहरू लगाउनलाई राम्रो हुन्छ। अनि यो अहिले भर्खर देखाएको टिन्ट,
अनि यो चाहिँ मेरो नेपाल जाँदाखेरि मलाई बहिनीले किनिदिएको Chanel मैले यो अन्साको बिहेमा लगाएको थिएँ बिहेको दिनमा उहाँ दिदीहरूले गरिदिनु भएको थियो लगाइदिनु र उहाँहरूको लिपस्टिक त थियो तर मैले अब यत्रो पैसा खर्च गरिसकेपछि अनि यो किन नगर्नु भनेर चाहिँ आफ्नै लगाएँ होइन यसलाई चाहिँ मैले नेपाल छोडिदिएर आउँछु भन्ने सोचेको थिएँ आफ्नै ब्यागमा वापस फर्केर आयो अब काममा जाँदा रेड लगाउने कुरा भएन अनि मेरो कामको ब्यागमा चाहिँ यो कोचको ब्याग देखाएँ भन्नु होला तर फेरि यो मलाई यो पनि गिफ्टै आएको हो अनुसाबाट मेरो काममा जानको लागि चाहिँ यो चाहिँ टिबीको चाहिँ यो सकिन आँटेछ बमसेल यो चाहिँ लिप लाइट ग्लस जस्तो अनि मेकाको सरी म्याकको चाहिँ यो लिपस्टिक यस्तो मनपर्छ मलाई यो मलाई गिफ्ट आएको यो पनि अनि यो चाहिँ मेकाको लिप लाइनर यो तीनटा चाहिँ मेरो काममा यो लिप लाइनर यो त मैले काममा लिएर जाने हो नि त यो त काममा चाहिन्छ नि त हल्का टचअप गर्न खोलेको लिपस्टिक चाहिँ यति है भयो यो चाहिँ हाम्रो अहिले रिसेन्टली गरेको हो अनि यो चाहिँ मेरो अस्ति भर्खरै किनेर लिएर आएको यिनी हुन् एउटा टेस्टर पनि छ यसमा नै म खोल्छु के हुन्न यो पुरै भिडियो चाहिँ लिपस्टिक कलेक्सन भनेर छुट्टै भ्लग गराउन नि त हुन्छ हैन यो खोलेको है खोलेकोमा चाहिँ मेरो एभ्रीडे मैले युज गर्नेमा कति रहेछ एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा 7 8 9 10 10वटा चाहिँ मैले एभ्रीडे काममा जाँदाखेरि चाहिँ जेस मैले चेन्ज गरेर स्विच गरेर लगाउँछु अनि यो चाहिँ मलाई कामबाटै आएको गिफ्टहरू हो मैले यसलाई चाहिँ मैले पैसा खर्च गरेको चाहिँ मैले भन्दिनँ किन भन्दा प्राइस लाइनमा काम गरिसकेपछि मेकअपको लागि फाउन्डेसन लिपस्टिक्स या वाट एभर यु निड होइन पैसा चाहिँ खर्च गर्न पर्दैन अनि त्यही पनि म अब एज अ फार्मासिस्टमा काम गरिसकेपछि त्यो स्याम्पल त माग्नलाई पनि टेन्सन हुन्न म्यानेजर राम्रो छ म्यानेजरले गिफ्ट दिइहाल्छ मलाई चाहियो भने कसिनो आई लभ लिपस्टिक भनेर अब यो चाहिँ पुरै मेबेलिन है आई वान्टलाई मेबेलिन र अनि लोरियलकै होला सायद होइन यो चाहिँ नखोलेको लिपस्टिक हो यदि कोही नेपाल जाँदै हुनुहुन्छ भने प्लिज यु क्यान कन्ट्याक्ट मी मैले चाहिँ नेपाल पठाइदिन्छु लैदिनुहुन्छ भने चाहिँ मैले नेपाल पठाइदिन्छु अस्ट्रेलियाभरिमा कोरियर गरिदिएर होइन यदि कसैलाई चाहिन्छ भने पनि मेरो फ्रेन्ड सर्कलहरूमा अस्ट्रेलियामा हुनुभएको साथीहरूले चाहिँ मलाई चाहिँ यो कलरको अस्मिता भनेर भन्नुभयो भने म पोस्ट गरिदिन्छु ठुलो कुरो भएन अनि अब एउटा दुईटा अब स्टार्टिङ गर्छु है त यो चाहिँ पुरै गिफ्ट हो अब यो मेबेलिनको रेड यो भइहाल्यो होइन सुपर म्याट स्टिक यसको कुरै गर्नु परेन दुईटा तीनटा कुन कुन कलर हो ए होइन दुईटा रहेछ सेम तीनटा होइन अनुसार टु फरक हुन्छ नि त यो 118 नम्बर हो यो 20 नम्बर हो रेड पनि फरक हुन्छ नि त 1 2 3 4 चाहिँ रेडमा रेड भन्नाले पुरै रेड पनि छैन होइन यो 4वटा यहाँ भयो अनि 5वटा 6वटा खोलेकै छैन 7वटा 8वटा 9वटा 10 11 12 13 14वटा मात्रै मसँग नेबेलिन भन्न आएको मेबेलिनको सुपर म्याट स्टिकवाला रहेछ तर मलाई चाहिँ यो एज अ गिफ्ट काममा चाहिँ दिँदाखेरि चाहिँ त्यो ब्युटी एडभाइजरले चाहिँ दिस वान विल लुक नाइस अन यु अस्मिता भनेर चाहिँ उसले मलाई भने थिए होइन त्यो भइहाल्यो अनि यो चाहिँ अरे यो पनि मेबेलिनकै रहेछ मलाई थाहै छैन यो चाहिँ नखोलेको नयाँ लिपस्टिक हो लास्टमा गनौँला यो दुईटा चाहिँ 340 यो चाहिँ 200 कति यो चाहिँ म्याट कलर यो राम्रो छ यो चाहिँ जस कसो ठ्याक्क आजभोलिको केटी भनेर भन्न आयो मुखमा होइन तर मसँग चाहिँ एउटा इन्सिडेन्ट भएको छ जसले गर्दा चाहिँ मैले चाहिँ एज अ लिपस्टिक यदि मलाई कसैले भन्नुहुन्छ भने चाहिँ म भन्दिनँ एक टाइममा चाहिँ एज अ मलाई चाहिँ गिफ्ट आएको थियो लिपस्टिक अनि मलाई चाहिँ त्यो कलर मन परेन त्यस पछाडि म आफैले किने लङ स्टोरी सर्ट भयो अब कन्ट्रोभर्सीमा परिन्छ त्यो मैले भन्दिनँ यो चाहिँ रेभलनको 895 अनि हामी रेकर्ड गर्दा चाहिँ यसरी गरेछौँ झेउ त हुँदैन बट भ्लगमा हाल्दा चाहिँ अलि हुन्छ होला के हुन्छ यस्तै गर्नुपर्ने कि भर्टिकलमा केही भएन हेर्दाखेरि कसरी हेर्नुपर्छ गरेर यस्तो मुन्डी केही भएन यो चाहिँ लोरियल प्यारिसको खोलेकै छैन तर खोलिदिउँ क्या यो चाहिँ सेड 373 कलर रिसे म्याग्नेटिक कोरल
अनि यो चाहिँ 110 कलर विषय भन्ने चाहिँ त्यही यो पनि त्यही के हो यो लोरियलको ए भगवान् कति धेरै चाहिँ बल्ल आफैले थाहा भयो अनि यो चाहिँ रिमलको यो राम्रो छ सरी यो पनि रेड रेड जस्तै रहेछ तल चाहिँ लिक्विड छ माथि चाहिँ लिप बाम रहेछ यस्तो प्लेन टचअप गर्नको लागि म थाकिसकेँ भन्दा भन्दै यो भयो अनि एउटा चाहिँ रिमल रेभलनको चाहिँ यो पिङ्क भन्नाले एकदम मिठो पिङ्क रहेछ अनि त्यस पछाडि चाहिँ यो चाहिँ टिन्टिङ इफेक्टवाला अनुसार लगाउँछु कि भनेर ल्याइदिएको तेरोको ठाउँमा पनि छ नि अलिकति यस्तो यस्तो यो जस्तो लिपस्टिक त लगाउनुहोस् नि तर म तल मैले बामहरू अनि यस्तो स्पार्क ठ्याक्क त्यो टल्किने ओठमा हुनेवाला त मैले ल्याइदिएको नि कति धेरै यो पनि रहेछ काइन्डली भन्ने खोलेको पनि छैन अब यो के हो गर्नु अनि फाउन्डेसनमा चाहिँ यो लोरियल इन्फेलेबल 32 आवर फ्रेस यो चाहिँ खोलेकै छैन होइन किन भन्दा मसँग अलरेडी छ त्यहाँ अनि यो चाहिँ लोरियलको ट्रु म्याच यो छ यो चाहिँ दुईटा सेड यो के भन्दा यो 145 र यो चाहिँ 2.R भन्ने रहेछ मसँग चाहिँ म चाहिँ एभ्री डेको लागि चाहिँ मेरो 5वटा छ फाउन्डेसन यो चाहिँ मेरो पर्सनल एभ्रीडे काममा जानलाई अनि यो चाहिँ मेबिलिनको 30 आवर कन्सिलर यो पनि खोलेकै छैन यो चाहिँ त्यो कामबाटै आएको भनौँ होइन मसँग किन अलरेडी छ यहाँ कन्सिलर कहिले कहिले लगाउनको लागि अनि मसँग अर्को कन्सिलर पनि छ जुन चाहिँ यहाँ छ सरी यो चाहिँ प्रो कन्सिल भन्ने एलेगलको यो चाहिँ नेपाल जाँदा किनेको यति यो चाहिँ मेरो अब मसँग एउटा यो छ विच इज आई एक्सिडेन्टली बट इट रङ सेड तर पनि मैले कहिले कहिले युज गर्छु अनि न्युड बाई नेचरको छ यो मलाई चाहिँ त्यही काममै एउटा स्टाफले चाहिँ दिस वान सो गुड इज मी द्याट्स म्याच यु स्किन भनी अनि मैले पनि ट्राई नगरिकन ल्याइहालेँ तर यो मेरोभन्दा चाहिँ एक सेड कम रहेछ त्यही भएर मैले चाहिँ खोल्न खोलेछु तर यो चाहिँ मैले 1 पम्प मात्रै गरेको छु त्यही भएर जस्ताको तस्तै छ अनि डिबीको लङ फाउन्डेसन यो चाहिँ मलाई एकदम मनपर्छ डिबी ब्रान्ड त्यही भएर यसको चाहिँ सकिन आँटिसकेछ भनौँ होइन अनि यो लोरियल ट्रु म्याच चाहिँ मैले यो पनि रङ सेडै किनेँ किन भन्दा यो 3.1 छ र मलाई यहाँ आएको गिफ्ट चाहिँ 2.0 छ मैले चाहिँ फेरि यो खोलेर अनि रङ सेड भयो भने के गर्ने कसलाई दिनु भनेर चाहिँ मैले खोलेको होइन यदि कोही नेपाल जाँदै हुनुहुन्छ भने चाहिँ नेपाल पठाइदिन्छु मम्मीहरूले युज गर्नुहुन्छ अनि एमको ब्युटीको फ्ललेस ग्लो दिस इज द बेस्ट यो चाहिँ कम्तीमा पनि अहिलेसम्मको मेरो सायद 6वटा बोतल होला यो ठ्याक्क ग्लो टल्के जस्तो पनि हुन्छ फाउन्डेसन लगाए जस्तो हेभी केकी पनि हुँदैन यो भयो अनि यो चाहिँ अब कन्सिलर भइहाल्यो यो दुईटा त्यही हो 5वटा चाहिँ यो चाहिँ मेरो 10वटा लिपस्टिक 5वटा फाउन्डेसन एभ्री डेको लागि चाहिँ मैले गर्छु अनयुज्ड लिपस्टिक चाहिँ त्यति हो अनि अरू त अब यो कोरियन स्किन केयर यो त भइहाल्यो होइन अनि त्यही हो कतिवटा रहेछ नखोलेको लिपस्टिक चाहिँ 2 2 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 ओ माय गॉड 23वटा लिपस्टिक चाहिँ नखोलेको रहेछ त्यही बाहिर राखेँ भने फेरि मैले मन चञ्चल हुन्छ र फेरि मैले युज गरिहालेर लगाइहालेँ भने फेरि र मन परेन भने यो फेरि वेस्ट हुन्छ नि त आफूले लगाएको लिपस्टिक चाहिँ कसैलाई पनि त्यो आफूले लगाएको चाहिँ दिन हुन्न अलिकति हाइजिन पनि लाग्दैन मलाई त्यही भएर चाहिँ मैले खोलेको छैन अब यसलाई चाहिँ मैले यदि नेपाल जानुहुन्छ र झोलामा अट्छ भने ठ्याक्क यसरी रबरले बाँधेर गरमको पनि हुँदैन मैले पठाइदिन्छु मम्मीहरू भाउजूहरू अनि अब भदैनीहरूमा अब यस्तो मेकअप गर्ने भनेको बस प्राची मात्रै हो अरू त सबै सानो सानो छन् नानीहरू त्यही भएर हुँदैन गिफ्ट यो छ त्यही हो अब यो चाहिँ मैले किन भन्दा यत्तिकै राख्छु र प्लास्टिकमा राखेर यसरी थन्काइदिन्छु किन भन्दा फेरि मैले युज गर्छु मेरो भरोसा छैन म आफैलाई ट्रस्ट गर्दिनँ लिपस्टिकको मामलामा छैन सकियो होइन आया मम्मी अब होइन ज्वेलरी सेट होइन यिनी त अझै छ यहाँ खोलेकै छैन यो स्याम्पल आएको परेरमा लगाउने के यिनी चाहिँ थन्काएर राखिदिएको अब म अब अर्को साल नेपाल जान्छु होला फेरि त्यतिखेर चाहिँ लैदिनलाई हुन्छ किन भन्दा आउँदै आउनु नपरेर लगाउने अनि फोकटको किन वेस्ट गर्ने हो र होइन त्यही हो लिपस्टिक भयो अनि यहाँको त अब नखोलौँ किन भन्दा यहाँ त मेरो त के छ यहाँ चाहिँ मैले युज नगरेको
जुन चाहिँ मलाई अब काममा जाँदाखेरि युज गर्न मिलेन नि त, जस्तो हाइलाइटर अनि आइस्याडो प्यालेट अनि यस्तै यस्तै। अनि बाँकी चाहिँ अब यहाँ अस्ति म बिरामी भएको भएर चाहिँ मसँग राइकोडेन, एन्टिबायोटिक्स सबै छ। त्यही हो, अरू चाहिँ सक्यो। अल डन। यसको चाहिँ हामीले छुट्टै भ्लग राख्छौँ, किन भन्दा लिपस्टिक मात्रै छ। बाई बाई।